राजेश सर हेलो रमाइलो भइरहेछ सर पनि यही हुनुहुन्छ एसएलसी पछि त अनि यसरी भेटेको नत्र हेलो यो त ग्यादरिङमा पनि भेटेको छ नि यो त सिङ्गल पनि भेटेको छ नि यो मान्छे त मैले हामी एकदम धेरै वर्ष पछाडि भेटिरहेको छु होइन 12 वर्षमा तल फर्किन्छ भने हाम्रो 15 वर्षमा पनि आधी साथी नै फर्किनु गएको हिँड्ने रे मार्क्स पुगाल्नु न सर हाम्रो सङ्गीता मिसको आगमन भयो उहाँ चाहिँ छोरीसँगै आउनु भएको छ सबभन्दा नजिक भयो होला फेरि अरे सुबल पाण्डे गाउँमै त हो नि यहाँ त चाखा छैन गाउँमा केटाहरू लाङ्सा आशा सात प्लेट चाहिँ बफको अर्को 2 प्लेट चाहिँ चिकन गर्छु अनि छ्याङ के गर्छु अनि छ्याङ के गर्छु म खान्छु अहिले आएको మరి कति वर्ष भयो हाजिर गर्नुपर्ने यहाँ मैले नभेट्यो भने कहिले गाडी जाँदाखेरि हेलो देखा सङ्गीतालाई हो एसएलसी दिइसकेपछि पेसेन्जर यो मैले त हुँदैन साथी त्यस्तो गर्छ भनेर म लिउन राख्न 1000 रुपियाँ लिनुपर्ने के त्यतिखेर लिनुपर्ने है चिसो है चिसो यो त मेरो स्कुलको साथीहरू है हामी 15 वर्षपछि भेटेको एकदम खुसी लाग्यो हामी चाहिँ क्लासमेट ल दिउँ त हो तिन पानी पिउन मन लाग्यो छोरीको घिउमा जानेर तिन पानी पिउन मन लाग्यो छोरीको घिउमा जानेर मन लाग्यो मलाई गाँस्न मन लाग्यो मलाई राम्रीलाई छेउमा राम्री त देख्नै नहुने देख्यो कि बोल्न मन लाग्ने आँखा लोभी मन पापी राम्री खै पछि पछि मन भाग्ने आँखा लोभी मन पापी राम्री खै पछि पछि मन भाग्ने लक्ष्मण बमजनको शब्द हाम्रो कुमार बमजनजी हजुर म आफै लेखेको कोरस हालेको मैले मलाई 1500 कोरसको दिएको छैन नक्कले नक्कले हिरो जन
गाउँसम्म छ दर्रोसा एउटीलाई खोज्दै एउटीलाई खोज्दै गयो आदि तिमा गयो आदि यो मन मिले एउटीलाई खोज्दैमा मितिमा गयो आदि यो सिङ्गर अब साथीहरूले गाउनुहुन्छ शब्द चाहिँ हाम्रो कुमार बुङजीको होइन मेलिना राई र सुशील तिदुङ भन्ने मान्छेले गाएको है भयो मनमा आउँछ नि साह्रै कुदिलेर मैचा गडन भयो मनमा आउँछ नि साह्रै कुदिलेर मैले त बिरातीलाई सक्यो मैच्याङ जान्छौ कि तिमीले भुलेर जान्छौ कि मैच्याङ जान्छौ कि तिमीले भुलेर केटीको पार्ट त फेमस हो लगाइदिउ ल कसरी भन्नु छुतिङ नाङ्गला हाम्रो कुमार बमनजीको एकदमै फेमस दुईटा गीत हाम्रो मेरो साथीको शब्दमा रहेको गीत है त्यो चाहिँ एकदम फेमस गीत है ल सब माया गरिदिनु भएको छ अझै दिइराख्नु होला त्यस्तै माया तपाईहरु जति हेरे त्यति पैसा यता तिम्रो दामी अन्त नजर लाउँदिन अब गाँसौ प्रीति हामी अन्त नजर लाउँदिन अब म गाँसौ प्रीति हामी यो गीतको लागि चाहिँ दाइलाई धेरै धेरै बधाई है ल धन्यवाद नम्बर 1 गीतको लागि आगामी दिनमा पनि यस्तै शब्द गाइराख्नु होला हैन गर्दै गर्नु होला अच्छा हामी चाहिँ स्कुलको साथी 15 अब अर्को 15 वर्षपछि भेट्नु पर्छ त्यसपछि पुरै 15 वर्षपछि भेट्ने त्यसपछि चाहिँ पुरै वृद्ध ज्ञान राम्रो आएछ यार दिउँसो भन्दा है अघि भन्दा ल दामी ल ल जाऊ 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 तल अहिले अब हामी हुक्का खाने अनि गार जाने खोइ ए यतातिर त हाम्रो नामहरू छ्याप रहेछ है सबभन्दा मूर्ख चाहिँ गयो फेरि होइन कहाँ त्यो सुशीलले त एडमै पर्दाखेरि हाम्रो दाइले त ट्याक्सी उचाल्छ यहाँ छिरेर ट्याक्सी उचाल्छ भनेर होइन तर यार सुशीलले कुन चाहिँ एउटा टिचरलाई पर्खि एक कल गरेर म 100 वटा बाइकमा तलाई त्यस्तै हुन्छ होइन त्यो बच्चा बेला है तिम्रो दामी अन्त नजर दामी ल दामी सँगै पढ्ने साथीको छोरी यत्रो भइसक्यो तर दामी भयो है
अन्त नजर कसौ प्रीति हामी यात्रा रमाइलो भयो हजुर तर अलिक धेरै बेर बस्न मन थियो तर शरीर यस्तो बाजे जाँदै बस्नु सकेन जिल्ला कटेर जानुपर्ने छ होइन नेक्स्ट मन्थ चाहिँ अलिक फ्री टाइम लगाएर अनि पछाडि अलिकति टाढै बस्नु भन्दा ल अब हाम्रो छुटपुट साथीहरूलाई पनि एकदम धेरै मिस गरेका छौँ हामीले समयले जुरायो भने अर्को पछि हामी भेटौँला होइन